प्रिय भाग्य, हेर न, जब तिमीलाई बनाउनको लागि घरको माया साथीभाइको साथ छोडेर त्यो जिम्मेवारीको भारीहरूलाई बिसाए नि बादल पारी उडाउने हवाईजहाजमा। तर हेर त, सपनाहरू त त्यो हवाईजहाजसँगै अनि त्यो हवाईजहाजका उडानसँगै कतै कतै कालो बादलभित्र बिलाएछन्, ती कुहिरोमा कागहरू बिलाएको जस्तो। हेर न, यो परदेशको चिल्लो सडक, दिउँसोको यो चर्को घाम, मलाई ड्युटी लिएर जाने बसको झ्यालको सिसा तातिएर जति आज शरीर पोल्दैछ नि, त्योभन्दा बढी मन पोलेको छ। थाहा छ तिमीलाई, म त्यो चर्को घाम हेर्छु, गाउँको शीतल चौतारी सम्झिन्छु, कहिले नसकिने यो दिनभरिको काम हेर्छु, घर परिवारलाई सम्झिन्छु। यो परदेश सपना पूरा गर्नेहरूको सहर होइन रहेछ साथी, यो त आफ्नैहरूदेखि आफैलाई टाढा बनाउने सहर जस्तै लाग्छ। थाहा छैन फेरि पनि कुन खुसी किन्ने चाहनामा भएको खुसीहरू पनि छोडेर चढेको थिए त्यो बादल पारी उडाउने हवाईजहाजमा। तर हेर न, चाहना कहाँ हरायो महसुस भएन। गुमाएको घर, बदलिएको आफन्त, धेरै महसुस गरायो यो परदेशले। घरको याद अनि यो परदेशको बसाई सहन निकै गाह्रो हुन थालेको छ आजकल। मान्छेको भिडमा आफ्नै मान्छे कोही छैन। यी आँखाले ठुला ठुला बिल्डिङहरू प्रशस्त देख्छन्, तर हेर न, आफ्नै लाग्ने एउटा घर छैन। तिमीलाई थाहा छ, मेरो आफ्नै निन्द्राको समय पनि मेरो मोबाइलको अलार्महरूले बताउने गर्छ। यहाँ न थकानको महसुस, न पसिनाको मूल्य, न बिरामी हुँदा परिवार, न एक्लो लाग्दा साथीभाइ। साँच्चै भनौँ भने आजकल यो परदेशको जिन्दगी कसैको गुलाम बनेको जस्तो लाग्छ। म भन्दिनँ तिमीलाई म भोको पेट सुत्नुपर्छ, तर खानामा घरको मिठो स्वाद भेट्दिनँ। म भन्दिनँ मसँग निदाउनलाई समय छैन, तर हारेको सपना बोकेर थाकेका शरीरहरू यति सजिलै निदाउन पनि त मान्दैन। कस्तो अजीब छ यो सपनाको सहर। अझ हेर न, सपना सजाएर आउनेहरू सपना मारेर बसेका छन्। एक दिन जिन्दगीलाई जित्छु भनेर आउनेहरू त्यो अँध्यारो बन्द कोठामा हारेर बसेका छन्। मेरो भिजा लागेको दिन क्या गजबले भनेको थिएँ साथीभाइसँग, 2-4 वर्ष पर्खिन केटा हो, केही बनेर फर्किन्छु। तर साथी, यो परदेशको ढोका आउनको लागि जति खुल्ला हुन्छ नि, फर्किन त्यति नै साँघुरो हुँदो रहेछ। मैले केही बन्न बिर्सिए सायद, त्यसैले अझै घर फर्किन सकेको छैन। तर हेर त, मैले केही बनेर फर्किने आशा देखाएको साथीहरू आज हातमा पासपोर्ट बोकेर निकै आत्तिएका छन् रे, मैले चढेकै हवाईजहाज चढ्नलाई। सायद सोचे होला साथी फर्किएन, निकै ठुलो मान्छे बन्यो कि भनेर। कसरी भनौँ यार साथी तिमीलाई, यो परदेश कस्तो हुन्छ भनेर। मान्छे भएर पनि मानवता हराएको सहर हो यो। साथीभाइ भएर पनि साथ नपाएको सहर हो यो। पसिनाको दानाले औकातको मूल्य तोकेको छ। मेहनतको कुरै नगर न, एक एक सेकेन्ड बिताउन यति गाह्रो हुन्छ। आफ्नै आँसु आफ्नै कोरेलीहरूले रोकेको छ। खै के सम्झाउँ तिमीलाई। कोही साउको ऋण सम्झेर रोएका छन्, कोही छिमेकीले बाआमालाई लगाएको वचन सम्झेर तडपिएका छन्, कोही सन्तानको भविष्य बनाउन नसकेर छटपटिएका छन्, कोही परिवारको जिम्मेवारी निभाउन नसकेर भड्किएका छन्। म खुसीको